आज म हजुरलाई देखाउन गइरहेको छु। आज बिहान बिहानको ब्रेकफास्ट हो। यो चाहिँ 6 घन्टा लगाएर हामीले बनाएको। एउटा मेरो साथी छ अब्दुरहमान, एउटा म हो। 6 घन्टा काम गरी गरी ब्रेकफास्ट रेडी गरेको छौँ। हजुरले हेर्न सक्नु। यो हाम्रो बोइल एग हो है। अनि यो चाहिँ हाम्रो हो लिभर। यो चाहिँ हाम्रो हो हटडग। यो चाहिँ हो हाम्रो नेपालमा के भन्छ दाल आदर्श। यो चाहिँ हाम्रो हामीले बिहा पूजामा खान्छ पनि गाइस बिन्स, त्यही नै हो यो। अनि यो चाहिँ हाम्रो आलु। आलु नेपालमा आलु भन्दैन, त्यही पटाटा छ। अनि यो चाहिँ हाम्रो टमाटर, गिरी दाल भन्छ साउथीमा। अनि यो चाहिँ हाम्रो पम्किन, नेपालमा के भन्छ यार, कत्रो ठुलो फर्सी। फर्सी यो चाहिँ हाम्रो फर्सी है। अनि यता हेर्न सक्नुहुन्छ यतातिर हेर्न सक्नुहुन्छ फ्रुटहरू छ, टमेटोहरू। यो चाहिँ फुलको आइटम होइन। अनि यता पनि हेर्न सक्नुहुन्छ, यता चाहिँ चिजको आइटम छ। आधा आधा निस्किनु थाहा छ त्यही। यता पनि हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो सब चिजको आइटम होइन। यसमा हामीले त मनै पराउनु खाना साउदीहरू चाहिँ खान्छौँ होइन। साउदीहरूको लागि स्पेसल ब्रेकफास्ट हो। यो चाहिँ यहाँ सब चिजको आइटम। अनि यहाँ चाहिँ अमलेट बनाउँछ है। 6 घन्टापछि अमलेट बनाउँछ। यो चाहिँ हाम्रो मिरर हो। चिल ब्रो चिल। अनि यहाँ चाहिँ अहिले एउटा कस्टमर छैन है। अहिले हेर्नुपर्छ, एउटा कस्टमर देख्नुपर्छ हजुरले, एउटा छैन नि। अहिले अब आधी घन्टापछि सब फुल हुन्छ क्या, सब फुल हुन्छ। अनि त्यहाँ चाहिँ म अमलेट बनाउँछु होइन, अन्डा बनाउँछु। टक्कलाई गेस्टहरू आएर सब मस्तसँग तान्दै खाँदै हो। जति तानेर पनि खाने मिल्छ नि, जाने प्लेटमा। त्यहाँ चाहिँ प्लेट होइन, प्लेट पकड्ने, तान्दै हाल्दै जति आफ्नो खान सक्छ त्यति खान मिल्छ यहाँ चाहिँ होइन। अनि यहाँ चाहिँ समुद्र छ। यहाँ चाहिँ समुद्र छ। गेस्टहरू टन्नै छन् होइन। अब गेस्टहरू छन् होइन। अब गेस्टको अगाडि अब नेपालतिर भए भिडियो बनाउँदै हिँड्थ्यो। साउदीमा हल्का गाह्रो पर्छ, त्यही भएर भिडियो नपाएको गाई छ मलाई चाहिँ। अनि चाहिँ हाम्रो यो बार हो होइन। यहाँ चाहिँ कफी सफी भन्छ, कफी सफी बनाउँछ। हाम्रो बङ्गलादेशको एउटा साथी चाहिँ लिखोन भन्ने लिखोन हो, त्यसले कफी बनाउँछ यहाँ चाहिँ गाई चाहिँ। अब चाहिँ म एकछिन रेस्ट गर्छु गाइस। अनि चाहिँ म काम गर्ने ठाउँ हो। यो चाहिँ हामीले काम गर्ने ठाउँ हो होइन, किचन हो हाम्रो चाहिँ। मस्त किचन छ नि, एकदम फोहोर छ आज चाहिँ। अहिले चाहिँ एकदम फोहोर भएको छ। अनि गेस्टहरू हेर्न सक्नुहुन्छ, गाईहरू टन्नै छ होइन। गेस्ट पनि कति छ क्या, आज त बौडा लाग्छ नि गेस्टहरू देखेर। देखो गाइस, अभी बुफे रेडी करके किचन के अंदर आया हूँ, ठीक है। अभी थोड़ा इधर सामान रेडी करना है। वो मेरा दोस्त है, वो क्या कर रहा है, वो पागल हो रहा है। देखो ये पागल हो रहा है, पागल। ये पागल हो रहा है, क्या कर रहा है बे तू। ये मेरा अब्दुरहमान दोस्त है। देखो गाइस क्या कर रहा है। ओह माय गॉड, व्हाट इज दिस ब्रो। क्या कर रहा है भाई, तू मजनून हो गया, तू पागल हो गया आज। मजनून नाम था ये। पागल हो गया गाइस, देखो पागल हो गया आज। देखो गाइस, मैं देखो इधर क्या कर रहा है। ज्यादा है। फाइनली गाइस मेरो काम यो लास्ट थकान भयो त, थकान खाना पनि खाएको छैन माया कसम यार। जिन्दगी खाना खाएको छैन कि 12 घन्टा काम गरेर खाना चाहिँ मैले खाएको छैन आजसम्म। हेर्ने खाना लगेर जाँदैछु रुममा चाहिँ मैले। अब रुममा लगेर खानासाना खान्छु होइन। यहाँ त टाइमै मिल्दैन, काम बेसी छ, काम बेसी भएर। अनि आज त सब गाडीहरू सब चेकआउट छ, सब आज जान्छन् होइन। अनि भोलिदेखि हल्का हुन्छ। अनि चाहिँ रुममा जाँदैछु। यो चाहिँ मसरी हो, यो उसको नाम के हो, अला। यो खरा छ कोही छैन त, कुल्लु मिया कुल्लु ठिक है। यो त बहुत मजा गर्छ मान्छेले, हेर्दै हाँसिरहेछ।
बज्नेमा पुग्छु गाइस 5 मिनेटमा पुग्छु काश मसँग डोरेमनको ग्याजेट हुनुपर्ने हैन टक्क आएर डोरेमनको डोर निकालेर त्यो रुममा गएर चिल पारामा सुत्थे हैन अनि त कहाँ जान्थे डोरेमनको ग्याजेट इम्पोसिबल अब चाहिँ म अफिस गएर कस्तो हावा लाग्यो महाकाट डक्स भोसडी के भिडियो बनाउनु त्यसो न हावा लाग्यो के बनाउनु यस्तो हावामा भिडियो यार अब चाहिँ घर हावा रुखमा पुगिसक्यो गाइस म चाहिँ गर्मी पनि लास्ट गर्मी छ यार कास कपडा दुकिनु कोही भइदियो पनि हुन्थ्यो नि कोही छैन रुममा त यार कोही छैन गाइस रुममा त कोही छैन अहिलेलाई यतिमै भिडियो सीमित गर्न चाहन्छु थ्याङ्क यू सो मच